Good morning, welcome, namaste everyone. I am James. This is Pooja, my I am mother. Pooja. Welcome to my YouTube channel. And welcome to my channel. mother's channel. Look at my record, as you guys can see. My English is okay or not? It's Please big. tell in the comments down below. अनि अहिले चाहिँ बिहानको कति बज्यो रे? बिहानको 6 बजेको बिहान 6 बजे हामी हिँड्दैछु रिङ रोडमा बौला जस्तो त्यो पारा बौला कसरी भन्छ? पशुपतिनाथ गएर हो बौला अनि हामी चाहिँ जाँदैछु अनि हामी खासमा कहाँ जानुपर्छ? दक्षिणमा जानुपर्ने उत्तरमा पुगेछु फेरि ब्याक आउँदैछु हामी यति ट्यालेन्ट छु कि हामी दक्षिण जानुपर्ने मान्छे उत्तर पुगेछु कि सो फेरि आयो वापस हिँड्दैछु बस स्टप यता हो तर हामी पुगेको यता वाउ वाट अ ट्यालेन्ट एकदम ब्युटिफुल हल्का भ्युज हेर्नु होला दामी छ ओइ सातो पुत्लो फ्लाइङ बिहान कुकुरले सातो लिएको अवस्था यस्तो देख्यो भने साँच्चीकै गुड मर्निङ हुन्छ नि फेरि मर्निङ गुड हुन्छ यस्तो एकदम ब्युटिफुल सिन देख्यो भने हाम्रो सडा हुवा भइहाल्छ नि आफ्नो निन्द्रा खराब गर्नु नपर्यो भने हाम्रो सडा हुवा थोप्रा देख्यो भने चाहिँ हुन्न होला गुड मर्निङ हामी मनुष्य खोपी हेर्न हजुरलाई मन पर्दैन त्यसैले गर्दा मित्र रुखहरू हेर्नुहोस् यसरी यो बसिसक्यो कहिले आउने आइसक्यो अब लेट्स गो उप्स व्हाट ह्यापन लाइट कहाँ छ कसको लागि रेड लाइट हो यो हाम्रो लागि हो होइन हामीलाई नआऊ भनेछ तर रोड त खाली अहिले नै नजाउँ कन्फ्युज भयो यो बत्ती रातो भए चाहिँ हिँड्ने हो कि हरियो भए चाहिँ हिँड्ने हो हरियो हो बफ्रे खोइ हरियो त भएन ए डर लाग्यो बचालो भन्नु पर्ला फेरि यस्तो सरर हावा चलेको छ सुबह डरलाग्दो स्पिडमा पो छैन राति पानी परेछ झप्प सिट परेछ रुखमा होइन यु रुखको सिट देखेपछि एउटा गीत याद आइहाल्यो फेरि होइन यो बत्ती हरियो हुन्न जस्तो छ आज हामी चाहिँ जाने अब धनगढीको बसमा चढेर यही हो धनगढीको बस धनगढीको बस
नै स्क्रिन टाइम है कता हो कता झपक्क निन्द्रा झपक्क निदाएछ बसमा होइन बसमा यहाँ त बाँदर आउँछ नि फेरि मोबाइललाई लुटेर लिएर जान्छ पहिला यहाँ कति धेरै बाँदर हुन्थ्यो कहाँ गएछ अहिले त एउटै छैन बाँदरलाई मारेर खाइदियो सिरे बाबा कता कता गर्मी छ भनिदिनु होला हामीलाई चाहिँ जाडो भएर हिटर ब्ल्याङ्केट चाहियो हामीलाई मेरो कान छाप्नुहोस् ठन्डी भयो आछु चुच्चु जाडो हजुरको कान त तातो छ ए टी-सर्ट कान होइन क्या मेरो हातमा जाडो के छ बाँदर चुइचुइ गर्दैछ चुइचुइ त्यसैले गर्दा अहिलेलाई हामी क्यामेरा अफ गर्न ओप्स हमला त गर्दैन नि गइहाल्छ नि हामीले हामी जस्तो नराम्रो मान्छेलाई देखेर हमला त गर्छ खानेकुरा दिने होइन मोबाइल लुट्न नि सक्छ झोलाहरू लिएर हिँड्यो भने अट्याक गर्छन् अट्याक मान्छेहरू धेरै डेन्जरस छन् कृष्णय बासु आउ कति बेलो ग्याङ फाइट क्या फाइट हानेर होइन कि हामीसँग गुस्सा भएको होइन कि यो फ्यामिली म्याटर हो कि हो कि फ्यामिली म्याटर हो फ्रेन्ड म्याटर हो हामीसँग गुस्सा भएको होइन यो के हो तिमीलाई थाहा छ त्यो सिस्नु होला एकचोटि समातेर हेर्नुहोस् म समात्दिनँ हजुर समात्नु पर्यो म त के खान्छु ओइ बाँदर बाँदरजी बाँदर आएको बताएको बाँदरजी महाराज पढार्नु भयो गान्धीजीको बाँदर हो गान्धीजीको 3टा बाँदर एउटा आँखा बन्द गर्ने एउटा कान बन्द गर्ने दिएन म्युजिकले यो अलग सिस्टम छ क्या यहाँ यो झोलामा हाल्ने हो कि जुत्तालाई न ल हामी चाहिँ जुत्ता राखेर खाली खुट्टा हिँडियो फाइनली दर्शन गरेर सक्यो अब हामी फर्किनेछु दर्शन सकेर अब चाहिँ हामी घर फर्केको बाई अल आजको लागि टाटा बाई बाई फिर मिलेंगे।